विश्वका सबैभन्दा प्रभावशाली र शक्तिशाली व्यक्तिहरूले पनि फिफा विश्वकप ट्रफी छुन पाउँदैनन्। हो, धेरैलाई थाहा नहुन सक्छ, तर फिफाको नियमअनुसार यो ट्रफी छुन पाउने अधिकार संसारका गिने चुने व्यक्तिहरूसँग मात्र छ। करिब $20 मिलियन मूल्यको 18 क्यारेट सुनबाट बनेको यो ट्रफी खेलकुद संसारकै सबैभन्दा प्रतिष्ठित र सुरक्षित प्रतीकहरूमध्ये एक मानिन्छ। त्यसैले यसको पहुँच पनि सीमित व्यक्तिहरूमा मात्र राखिएको छ। जस्तै विश्वकप जित्ने खेलाडी तथा कोचिङ स्टाफ, राष्ट्र प्रमुखहरू तथा प्रतियोगितासँग सम्बन्धित उच्च सरकारी प्रतिनिधिहरू। यही अधिकारका आधारमा सन् 2013मा नेपालका तत्कालीन राष्ट्रपति डाक्टर रामवरण यादवले पनि यो ट्रफी छुने अवसर पाएका थिए। त्यसैगरी फिफाका अध्यक्ष तथा फिफाले विशेष अनुमति दिएका फुटबल लेजेन्डहरू पनि यो विशेष सूचीमा पर्छन्। तर यति कडा नियम हुँदाहुँदै पनि कहिलेकाहीँ अप्रत्याशित व्यक्तिहरू ट्रफीसम्म पुग्न सफल भएका छन्। यसको सबैभन्दा चर्चित उदाहरण हो सन् 2022 विश्वकप फाइनलपछि भाइरल बनेका सेफ साल्टवे। अर्जेन्टिनाको उपाधि उत्सवका क्रममा उनी मैदानभित्रै पुगे, ट्रफी समाते, ट्रफीलाई चुम्बन गरेर खेलाडीहरूसँग फोटो समेत खिचाए। यो घटनाले विश्वभर विवाद निम्ति आयो र फिफाले ट्रफीसम्म उनको पहुँच कसरी पुग्यो भनेर छुट्टै छानबिन नै गर्नु पर्यो। किनकि फिफाका लागि विश्वकप ट्रफी केवल एउटा कप होइन, विश्व फुटबलको सबैभन्दा मूल्यवान प्रतीक हो।